नमस्ते सबैजनालाई वेलकम छ युट्युब च्यानलमा। आज चाहिँ हामी चटपटे खाना आँटेको यता छ चटपटे। हाम्रो भ्लगहरु हेर्दिनु होला, सब्स्क्राइब कमेन्ट शेयर सब्स्क्राइब। आज बनाउँदैछु, भान्जीले चाहिँ घोल्दै हुनुहुन्छ हैन। अनि यसमा सबै चटपटेको क्वान्टिटी कति छ कस्तो राम्रो गरी बनाउनुहुन्छ हाम्रो भान्जीले। गिलो हाल्छु मुसेर। अब चाहिँ हामी सस हाल्दैछौँ। लाग्यो भान्जी घोल्नु त म सोर्छु। वाउ कस्तो यम्मी भयो त। यसमा कराईमा बनाएको हामीले भान्जीले। तपाईहरु पनि खान चाहनु छ भने आउनु होला हाम्रो यहाँ हैन। वाउ गिलो चटपटे। फेरि हजुर कसरी मुसेको भन्नुहुन्छ नि, त्यस्तो चाहिँ नभन्नु है। अब यसलाई यसरी मसला घोलेन भने त फेरि राम्रो हुन्न हैन भान्जी। धेरै छ नि त त्यही भएर सबैतिर मसलाहरु घोलिँदैन फेरि मजाले घोलेन भने हुँदैन। चटपटे हेर्नु है। नुन लागेछ चाख्नु त भान्जी। कस्तो छ भान्जी? मिठो छ। अब अहिले हामी खाने बेलामा हामी चिसो आइसक्रिम छ। अब योसँग खाँदै गर्नुपर्छ साथी हो। चटपटे हामीले घरमै बनाएको साथी हो। खाने भए आउनुहोस् है हजुरहरू। यो भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला हजुरहरूले।